So hello everyone, welcome back to my channel and new video. I hope तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि सन्चै आरामै छिटो फाइन्छन् साथीहरु। पसिना आइसक्यो। काम गर्दा पारङ दाइको चाहिँ पसिना छुटिसकेछ, तपाईहरुको पनि काम गर्दा पसिना छुट्छ। यस्तो गर्मी छ साथीहरु, टिनको जस्ताको ताप यस्तो छ कि हैन? यस्तो छ जस्ताको ताप यतातिर। हेर्नु जस्ता हामीले बनाइसकेका पनि थियौं, अब पारङ दाइले राम्रो बनाइसक्नु भएको छ। डेन्जर हो, हामी त डेन्जर हो मान्छे, डेन्जर। गर्मी भइरहेछ अनि हामीले चाहिँ टक्क यो घरमा चाहिँ चिम छापिरहेको छु। यो चिम छापिरहेको छु यतातिर हैन? यो चिम छापेको यता बाँकी छ, आधी बाँकी छ अनि आधी चाहिँ सकिसक्यो। अब हामी तल झर्दैछौँ, हेर्दै हुनुहुन्छ होला, हेर्नु होला। ओहो कति मिठो अब के छ भाइ? के भयो अनि बोली नै बन्द भयो त हो? यस्तो गर्मी छ हाममा, पसिनै छुट्यो। अनि यति यता हालेको छु नि। यता बाँकी छ, त्यो त बाँकी छ। अब यता हालिनु सक्यौँ हामी। कहाँ गयो छाउराहरू, छाउरा छाउरीहरू पठेग्राहरू कहाँबाट फेला भएको यिनीहरू? हल्ला गरेको त बोल्नै दिँदैन त यार। कस्तो चकचक नगर न, चकचक कस्तो गरिदिनु है। भिडियो जमाउँदाखेरि चकचक गर्छ धेरै। गर्मी भइरहेकातिर बिना कामको बच्चाहरू भएर के गर्दाखेरि त दिनु मन लाग्छ क्या घरिघरि। त प्रेसर हाई भइहाल्छ मेरो फेरि एकछिनमा दिमाग तात्तिहाल्छ। ए हल्ला नगर है, हल्ला नगर है, हल्ला नगर है, खाला है अहिले फेरि। के चाक देखाइदिएको मलाई? कहाँ गएको थियो तिमी चाहिँ आज? दालु खानु न। ट्र्याक्टरमा काम गर्नु को गयो? आज चाहिँ छैन? आज चाहिँ ट्र्याक्टरमा काम गर्नु छैन? ए साँच्ची आज त होली पनि अरे भन्ने कुरा सुनेको छु। मेरो होली त यतै छ साथीहरू, होली अरे भन्ने कुरा मैले सुनिरहेको थिएँ। एकदम मलाई थाहा चाहिँ छैन, तर सुनेको चाहिँ थिएँ मैले होली भन्ने कुरा, होली भनेर। अनि यो चाहिँ जस्ता के भन्छ, जस्ताको ताप आउँछ भनेर क्या हामीले चिम छापेको छौँ यहाँ चाहिँ यस्तो तरिकाले चिम छापिरहेको छु। त्यसपछि मुनि चाहिँ ट्याक्क होइन, अब ड्याममै हान्ने क्या, कालो प्लास्टिक हान्ने, कालो प्लास्टिक ड्याममै छाप्ने। त्यसपछि बास वास्तैको ताप आउँदैन नि त, नत्र गर्मीले एकछिनमाथि काम गर्दै पसिनै पसिना भएर। साधारण घाम छ के आज, घाम त्यति पनि छैन, साधारणै छ। त्यही पनि त्यस्तो बाफ आएको छ। अनि आजको मौसम यस्तै छ, हेर न चल्लाहरू। आजको मौसम यस्तो छ। त्यहाँ कस्तो दामी रुख सानो भए पनि कस्तो दामी आँप फुलेको छ क्या, डेन्जर कस्तो लट्टै फुलिरहेको छ त्यो चाहिँ आँप। अनि त आजको मौसम एकदम राम्रै छ अहिलेसम्म, रमाइलो छ। बच्चाहरू धेरै हल्ला गरे क्या। के गर्दैछ तिमीहरू? के गर्दैछ? तिमीहरूको काम छैन? अब यहाँ अर्को फेरि लाउनु पर्छ, त बाँकी नै छ है। अब नापेर लाउनु पर्छ यसलाई। 2 दिनमा यति 4 दिन लाग्ने त्यता पनि
जस्ताले काट्छ है चप मकै बारीमा चाहिँ तिमीहरू किन कुदेको लाइला पाइने ह्याप्पी होली है सम्पूर्ण युट्युब फ्यामिलीलाई होलीको धेरै धेरै शुभकामना आज त होली परेछ त हैन अनि म चाहिँ खाना खाएँ त्यसपछि अहिले फेरि कामतिर हिँडिरहेको छु आइरहेको छु मासतिर अनि त्यही त हो बालापनमा बसाउन त होली बबाल मनाइन्थ्यो हामीले धेरै मनाइन्थ्यो क्या होली त्यो हुन्छ नि त्यो मुसोको सुधा बनायो त्यो पराइको मै लाग्छ नि मुसो त्यो मुसोको सुधा हामीले ऊ रङ नपुगेको खण्डमा त्यसले पनि हामी खेल्ने गर्थ्यौँ होइन त्यसले पनि खेल्ने गर्थ्यौँ हामी तर अब त लगभग बुढै भइएछ है खासै त्यस्तो चासो पनि लाग्दैन अनि के भन्छ चासो पनि लाग्दैन अनि ऊ पनि लाग्दैन क्या रहर पनि लाग्दैन खासै देखिँदैन पनि क्या होइन पहिला त हामी गाउँभरिको कान्छा ओइ त्यो गाना मार न गाना कस्तो अनि पनि रहर पनि लाग्दैन मान्छे पनि देखिँदैन त्यस्तो मिलाएर दे मिलाएर लागिनास् अहिले लागिनास् उषाको कट्टु खोइ उषाको कट्टु कसले लग्यो कट्टु लाउनु पर्दैन कतिवटा काट्यो एकछिन मिलाउँदै काटेको कि सबै मिलाइसकेको काट्नु मात्र बाँकी ए मिस्टेक नहोस् है अलिक मोटो काट है बसवानमा हुँदाखेरि होली बाबा खतरा खेलिन अहिले खै होली मलाई थाहा थियो तैँले लाग्दैन भनेर ऊ तल ऊ त्यहाँ पनि रुपियाँहरूले पर्खिया छ ऊ कुखुराहरूले खाँदैछ धान ऊ तल हा वाउ तिमी ओ माय गॉड बेसी भात खाइएछ कस्तो अस्पट हुँदैछ यो अस्पट हुँदैछ कति बेला लाइसक्नु काम कति बेला सक्नु खोइ होइन त्यस्तै छ तिम्रो होली नहालेको होली नहालेको होली केमा छिटो गर्नुपर्छ क्या ठक गर्नु हुँदैन मैथिली काम गर्छु अब